चलचित्र क्षेत्रमा धेरै फिल्महरू आउँछन् अनि जान्छन्। त्यही आउने र जाने क्रममा कोही मुभीहरू आएको र गएको पत्तो हुँदैन भने कुनै चलचित्रले भने बक्स अफिसमा महिनौं दिनसम्म रुल गरिरहेका हुन्छन्। पहिलाको समयमा भन्ने हो भने चलचित्रहरू एकदमै कम बन्थे र जति पनि चलचित्रहरू आउँथे ती सबै चलचित्रहरूले एक किसिमको राम्रै व्यापार गरेर गएका हुन्थे। तर यति बेला भने चलचित्र क्षेत्रमा आमूल परिवर्तन भइसकेको छ। आजभोलि चलचित्रहरू एकदमै धेरै बन्छन् अनि कुन र कस्तो चलचित्र चल्छ भन्ने कुराको पनि ग्यारेन्टी छैन। तर यति चाहिँ ग्यारेन्टी के छ भने जुन चलचित्रमा अलिकति नयाँपन छ र जुन चलचित्रमा केही नयाँपन देख्न पाइन्छ त्यस्तो खालको चलचित्रले बक्स अफिसमा नयाँ नयाँ रेकर्डहरू बनाइरहेका छन्। पछिल्लो समयको हिस्ट्री पल्टाएर हेर्ने हो भने त्यही नै देखिन्छ। एक टाइपको एक्सन चलचित्रले वाक्क लगाइरहेको समयमा लुट आयो। जुन चलचित्र आइसकेपछि नेपाली चलचित्र क्षेत्रमा चलचित्र कसरी बन्ने र कसरी बनाउने भन्ने कुराहरू नै परिवर्तन भयो र फेरि पनि केही समय मेकर्सहरूले पनि त्यस्तै खालको चलचित्र बनाउन हात धोएर पछि पर्न थाले। दर्शकहरूले भने फरक फरक टेस्ट खोजिरहेका हुन्छन् र त्यसको केही समयपछि फेरि कबड्डी र छक्का पञ्जा जस्ता चलचित्रहरू आए जसले नेपाली बक्स अफिस क्षेत्रमा रेकर्डको झण्डा नै गाडिदिए। र यी चलचित्रहरूको हिस्ट्री हेर्ने हो भने पनि जुन चलिरहेको चलचित्रभन्दा फरक थियो। फेरि यस्ता चलचित्रहरू चलिसकेपछि यस्तै चलचित्र बनाउनको लागि मेकर्सहरू हात धोएर लागि परे र अब यस्तै गाउँले र कमेडी टाइपको स्टोरी हेर्दा हेर्दा वाक्क भएका दर्शकहरूको लागि अर्को एक्सन जनराको चलचित्र आउँछ 12 गाउँ। जुन चलचित्र आइसकेपछि नेपाली बक्स अफिस रेकर्डहरू उथलपुथल हुन थाल्छ र यस्तो माहौल देखिसकेपछि नेपाली चलचित्र क्षेत्रका किङ मेकर्स भनेर चिनिएका दीपक राजगिरी तत्काल 1 वर्षको लागि आफूलाई ब्याक पनि गर्छन्। उनले तुरुन्तै बुझिहाले दर्शकहरूको टेस्ट फेरि सकिएको छ। अब कस्तो चलचित्र बनाउने त भन्ने कुरा यति बेला उनी पूर्ण तयारीमा छन् र यस्ता चलचित्रहरूको हारलुज भइरहँदाखेरि फेरि कसैले नसोचेको अनि नपत्याएको अर्को चलचित्र आउँछ पूर्णबहादुरको सारङ्गी, जसको कथा पनि बिल्कुलै फरक थियो। जुन चलचित्र हलमा लागिरहँदा कोही मेकर्सहरूले त पत्याएका पनि थिएनन् र रिलिज भएको 3 दिनसम्म त हलमा दर्शकहरूको पनि खडेरी नै थियो। तर चलचित्रले पछिल्लो समय यस्तो जादु गरिदियो, अहिलेसम्म नेपाली फिल्म क्षेत्रमा न यति पैसा कसैले कमाएको थियो न त अझै अबको 10 वर्षसम्म कसैले कमाउँछ नै जस्तो लाग्छ। चलचित्रले बक्स अफिस रेकर्डको हिस्ट्रीमा झण्डा गाडिदिएको छ र फेरि त्यसपछि त्यस्तै किसिमको चलचित्रहरू बन्ने लहर चलिरहेकै छ। र त्यसैको बीचमा केही फरकपन बोकेको चलचित्र बोक्सीको घरले पनि एकदमै राम्रो नसोचेको व्यापार गरेको थियो। र अब यो वर्ष दशैंदेखि यता आएको चलचित्रको कुरा गर्ने हो भने बलिदानले नेपाली बक्स अफिस क्षेत्रमा रेकर्डको झण्डा गाड्छ भन्ने कुरा सबैलाई ढुक्क थियो। तर मुभीको जुन किसिमको हाइप थियो त्यो अनुसार निक्लिन नसक्दाखेरि मुभीले बजेटसम्म रिकभर गर्न सकेन र अन्य कुनै पनि चलचित्रहरूले सोचे जस्तो व्यापार गर्न सकेन। तर तिहारको छेका पारेर आएको अनमोल केसीको जेरियन टपले भने यति बेला नेपाली बक्स अफिस क्षेत्रमा रेकर्डको झण्डा गाड्दैछ, जसले अहिलेसम्म अनमोल केसीकै करियरको सबैभन्दा धेरै कमाउने चलचित्र पनि बनिसकेको छ। आजसम्म नेपालमा मात्रै 10 करोड माथिको व्यापार गरेको छ भने वर्ल्ड वाइड मार्केटमा 15 करोड भन्दा माथिको व्यापार गरिसकेको छ। र यो चलचित्रलाई पनि हेर्ने हो भने यो चलचित्रको स्टोरी पनि नयाँपन बोकेको छ। यस्तो टाइपको स्टोरीमा अहिलेसम्म नेपालमा कुनै पनि फिल्म बनेको छैन, जसलाई यति बेला नेपाली दर्शकहरूले पनि भरपूर साथ दिएका छन्। नेपाली दर्शकहरूले यसपटक पनि नयाँ टेस्ट पाएका छन् र फेरि त्यसपछि रिलिज भएका कुनै पनि चलचित्रहरूले सोचे जस्तो व्यापार गर्न सकेको छैन। अब यहाँसम्म आइपुगेर हेर्दाखेरि के देखिन्छ भने जुन चलचित्रले नयाँपन बोकेको छ अनि चलचित्रलाई राम्रोसँग मेकिङ गरिएको छ, पछिल्लो समय त्यो चलचित्रहरूले बक्स अफिसमा रेकर्डको झण्डा गाडिरहेका छन्। अब फेरि जेरियन टप जस्तै चलचित्रहरू बन्नको लागि लाइन नलाग्ला भन्न पनि सकिन्न। तर नेपाली फिल्मका मेकर्सहरूले पनि के चाहिँ बुझ्नुपर्छ भने यति बेला नेपाली चलचित्र क्षेत्रमा चलिरहेका चलचित्रहरू सबै फरक फरक टपिकमा बनेका छन्, जसले अत्याधिक धेरै पैसा कमाइरहेका छन्। जेरियन टप अहिलेसम्म पनि उत्तिकै अनि उस्तै चलिरहेको छ। तर जेरियन टप पछि रिलिज भएको चलचित्र वरिष्ठ बलराम सोल्टिनी र मैजारो भने धेरै जसो हलहरूबाट आउट भइसकेको छ। नेपाली चलचित्रहरू अटी नअटी रिलिज भइरहँदाखेरि उता विदेशी चलचित्रहरूले पनि हानिरहेको छ। त्यसैगरी आजबाट अर्को चलचित्र परान पनि फेरि थपिन पुगेको छ, जसको पनि स्टोरी र मेकिङ हेर्ने हो भने एकदमै राम्रो छ, जसमा निर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली र बुद्धि तामाङ जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सकिन्छ भने मुभीको डिरेक्टर रहेका छन् दीपक प्रसाद आचार्य। अब यस चलचित्रले कस्तो व्यापार गर्ला त त्यो पनि दर्शकहरूकै हातमा छ। र फेरि उता आउँदै गरेको कार्तिक 21 गतेबाट जारी 2 र मनबिनाको धन भन्ने चलचित्रहरू थपिँदैछ। यति बेला नेपाली चलचित्र क्षेत्रमा चलचित्रहरूको मेला लागेको छ भन्दा फरक पर्दैन। हप्तै पछि चलचित्रहरू रिलिज हुँदैछ, त्यो पनि एउटा होइन 2टा 3टा समेत। अब अहिलेसम्म रिलिज भएका चलचित्रहरूमध्ये दशैंमा रिलिज भएका चलचित्रहरूलाई पनि साइड लाउँदै जेरियन टप यति बेलासम्म आइपुग्दा
पुग्दा हेर्ने हो भने टप नै बनेको छ। के अब जारी 2 र मनबिनाको धनले जेरी अन टपको रफ्तारलाई रोक्न सक्ला त, या यी चलचित्रहरूलाई पनि जेरी अन टपले नै साइड लाउने हो? यो हेर्नको लागि एकदमै रोचक हुनेछ। जे होस्, यति बेला नेपाली चलचित्र क्षेत्र एकदमै ग्रोथ भइरहेको छ। फरक टपिकमा चलचित्रहरू पनि बनिरहेका छन् र चलचित्रहरूले पनि बक्स अफिसमा राम्रै कमाई गरिरहेका छन्। उता सुशील श्रेष्ठको मुख्य भूमिकामा रहेको चलचित्र परिवर्तनको टिजर पनि आइसकेको छ, जुन टिजरले यति बेला नेपाली चलचित्र क्षेत्रमा यस्तो हाइप बनाएको छ, यस्तो लाग्छ जब यो मुभी रिलिज हुन्छ नेपाली बक्स अफिस रेकर्डमा फेरि एउटा झण्डा गाडिनेछ। मुभीको टिजरले नेपाली दर्शकहरूको मन त्यसरी जितेको छ। जसरी जेरीको टिजरले हाइप बनाएको थियो, त्यसै गरी परिवर्तनको टिजरले पनि त्यही किसिमको हाइप बनाएको छ र यस चलचित्रले पनि एकदमै राम्रो व्यापार गर्छ भन्ने कुरामा मेकर्सहरू यति बेला ढुक्क छन्। र आज भर्खरै मात्र चलचित्र एक्लोको टिजर पनि सार्वजनिक भइसकेको छ, जुन चलचित्रमा प्रदीप खड्काको मुख्य भूमिका रहनेछ भने यस मुभीको डिरेक्टर रहेका छन् प्रदीप शाही। र चलचित्रको टिजर हेर्दाखेरि यस्तो लाग्छ यो चलचित्र पनि एकदमै फरक धारमा बनेको छ। पछिल्लो समय मात्र होइन, अहिलेसम्म नेपाली चलचित्र क्षेत्रमा यस्तो टपिकमा चलचित्र बनेकै थिएन। हामीले हेरिरहेको नेपाली चलचित्रहरूभन्दा फरक लाग्छ। चलचित्रको थिम नै बेग्लै छ। यस चलचित्रबाट पनि नेपाली दर्शकहरूले नयाँ टेस्ट पाउने पक्का छ। अब चलचित्रको स्टोरी कस्तो छ अनि मेकिङ कस्तो छ, नेपाली दर्शकहरूको मन जित्न सक्छ कि सक्दैन, त्यो कुरा भने पछाडि देख्न पाइनेछ। अहिलेलाई एक्लोको टिजर एकदमै फरकपन बोकेर आएको छ। तपाईहरूलाई आजको यस भिडियो कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हाम्रो फिल्मी न्युज नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी यस्तै ताजा नेपाली फिल्म सम्बन्धी अपडेटहरू लिएर आइरहनेछौँ।